एकछिन निकाल्नु दिनु भने के कहाँ सोच्नु सक्नु तपाईँ कहाँ हो भन्दाखेरि सायद त्यत्रो भात कहिले भोलि कुरा भोलि एक छ कसो भएको बाबुले यो पिट्नुहुन्छ यो पनि एउटा भने कति जान्छ नि मलाई कस्तो रहर लाग्यो मलाई पनि भित्र मन पर्छ क्या कसैले चाहना गरेर क्या यस्तो गराएर राख्छ भने आफ्नो आफ्नो होइन मान्छे त लाज मान्ने होइन एउटा त्यो मान्छेको त्यो पनि चाहना हो क्या बुढेसकाल लाएर बिहा भर्खरै नआउँदैछु है बुढासँग हिँड्ने हुन्थ्यो बुढाले यसो मसँग फोटो खिच्ने हुन्थ्यो अन्त बुढा अलि 3 कोस पर पहिला त्यही त्यो सबै बुढालाई भेटाउन गाह्रो ठाटा गरेर बस्नु बुढा अलि भएर तर्किन्छ बुढी तर्किदियो नि बुढा तर्किन्छ हाम्रो त बुढी तर्किन्थे हाम्रो त बुढी सबै हिँड्दैन लो मान्छे शरम लाग्छ अब अहिले जति पनि फटाइ खिच्छ फटाइ हाले भन्ने मैले बिहा गरेको 3 वर्षसम्म म सासू ससुराको अगाडि उनको नजिक पनि बसेन उनीहरूको अगाडि बोल्दा नि बोलेन क्या आफू 3 वर्षसम्म त मलाई 3 वर्ष लगभग 3 वर्षसम्म बोल्दा नि बोलेन बोल्न बोल्ने सासू ससुराको अगाडि चाहिँ ठुलै सासू ससुराको अगाडि कुराकानी बिल्कुलै नहुने माइत गरी अझै पनि म अगाडि माइत आफू त दौड्नु पर्यो अगाडि नै मेरो माइतको बुढाआमाको अगाडि पनि बोल्न सक्छ मैले पनि अस्ति अन्त लभ म्यारेज गरेँ के भाइ रहेछ नि अन्त यस्तो बोल्ने मान्छे मलाई बोल्दैन भन्थ्यो कि सबैले गाउँमा मलाई यो बोल्दै बोल्दैन धेरै भन्थ्यो तर पछिपछि मलाई अहिले जसले नि यस्तै बुहारी ल्याएर बस्ने चाहिँ यस्तै बुहारी आएर चाहिँ हामीले नसोचेको नसम्झेको बुहारी आइरहनु पनि पर्छ बोल्न त बोल्दैन त्यस्तो बेलातिर नि हाम्रो अलिक लजाउने बेला क्या त्यही हाम्रो बुहारीमा सासू ससुराको अगाडि नाच्यो सँगै नाच्यो आज हाम्रो एउटा खाँदा बोल्ने होला जस्तो मलाई लाग्दै लाग्दैन बोल्दैन बोल्ने बिहान देखान क्याम्पस खाने खान्छ आँखा गरेर अनि फेरि राति म एउटा क्याम्पसमा थरथरीका तरुण देखिने यहाँ छैन घर आयो त्यहाँ पितृ परेका त एउटै छैन सधैँ छैन बुढाले चाहना गर्नु र होइन भाउजू त हाँस्नु खुसी भाउजू त धेरै नै हाँस्यो के भन्नु मान्छे यस्तै आएको कुरो पाए छाता थियो छाता लिएर यता ल्याउँदाखेरि छाता माथि हेर्छ होला त्यही कारणले प्रायः यस्तो गरेर ऊ माथि आएर झरेको थियो
छाता गएर यस्तो छाता यस्तो मतलब उताबाट भेट्दा हुँदैन छाता यस्तो बनाएर छाती नै यत्रो भयो छोरी अब तारा त्यहाँ कता कता फोन गरेर चाहिँ मान्छे म त त्यही छिटो झन् बस्नु भयो झन् पुलिस बोलायो उता मान्छेहरू चाहिँ हुर्कै आयो म त लाला झन् यता गयो पछाडि त्यही बाटो जान्थ्यो जाने यता पनि लेख्योबाट सुनिरहेको थियो नि अन्त त्यो तारा म त्यही यहाँबाट वादै झरे तलाएर यस्तै ग्रुपबाट झ्याङ्का यस्तै आयो छाता थियो क्या छाता नभए नि हुन्थ्यो छाता त्यो यस्तो हुन्छ माथि कुकाएर यस्तो छाता लगाएर सिधै यस्तो लाँदाखेरि त मान्छे यताबाट ग्रुप पारै हेरेर ल यो त लगेको माथि राख्छ रुम्की हाँसम भन्ने भएको भन्नु लाग्यो म त एकदम कस्तो गर्छ अरू जस्तो ल अनि ट्रेनमा चाहिँ त्यो तारा नगइकन म त आत्तै यस्तो गरेँ ट्रेन भर्खरै आएको थियो भर्खर आएर चाहिँ त्यो ट्रेन आउँदा आउँदा त्यो छिरीलाई भनेको त झ्याप्पै बन्द भयो भने ट्रेन नि बन्द भएको क्या तलतिर आएर बात ट्रेन आएको झन् फङ्की फङ्गाले ट्रेन झन् एकछिन ट्रेन त दौडा झ्याप्पै बन्द भयो स्टेसनमै बन्द हो कि बिच बाटोमा बन्द हो ट्रेन आयो ट्रेन आयो जान लागेको ट्रेन बन्द भयो चढ्न पाउनु भयो अनि एकछिन त उभिनै पर्यो अनि अर्को ट्रेन आएर चढ्छ अर्को ट्रेन भने त्यो लाइनमा आयो कि अर्को लाइनमा त्यो ट्रेनमा चाहिँ मान्छे ग्रुपै आएपछि चाहिँ माथि फेरि तलाएर आउने जिनाले एकदम प्याक थियो कि जिना दामी त्यसमा चाहिँ के बनाउँदा यस्तो दामी यस्तो गरेको थियो कि सिँढी भएर जाने आउने मान्छे डराउने त्यसरी आउने मोबाइल त्यही झर्ने त्यस्तो भयो अनि चाहिँ म तल झरेँ पछाडि धेरै केटी आइदिएछ त्यो जामा लागि अनि चाहिँ उनीहरू चाहिँ फेरि धेरै मान्छे आयो ग्रुपै ट्रेनबाट छुट्यो पुरा हुल्ती आयो भोलि म छाताले यस्तरी जोगाएर हिँडेर कुकुर्नु परेको छ त्यो मान्छेलाई भातै छाता बन्द गरेको क्या छाता यस्तरी समातेर लगाएको छाता लगाऊ त्यो छाताको कुकुरसित यस्तरी हिँड्दाखेरि यस्तरी त्यसको डबल चान्स हुन्छ त्यसमा 3 थपेर राखेर लक्ष्मी नाम के भन्नु अरे मेरो कृष्ण रेग्मी यताबाट फोन चाहिँ अहिले मिस कल गयो होइन यताबाट फोन आयो भने चाहिँ कहिले उठ्दैन काम पर्यो भने मात्र उठ्छ त्यही हो स्विच अफ हुन्छ नत्र भने काम नपर्दा मोबाइल
झम जस्तो पुग्ने मन थियो हिजो अस्तिमा आजसम्म यतै छु प्यारी जाम भेट्नमा छिटिस पारी उनको बस्तीमा आजसम्म यतै छु प्यारी जाम भेट्नमा